नमस्ते। आज चाहिँ हाम्रो साउने संक्रान्ति विशेष कोदाको ढेँडो अनि यो च्वाचेको मासु अनि यो खिर, दाल, ढेँडो, थोरै भात। हामी सानो सानो केटी हुँदा यस्तै हुन्थ्यो। भात चाहिँ यति हुन्थ्यो, ढेँडो धेरै हुन्थ्यो। त्यो पनि करकलको त्यो पात काटेर सुकाएको त्यसलाई छुकुनी भन्थे त्यस्तो। अनि गुन्द्रुक त्यस्तोसँग अब खाए खा नखाए घिज भने जस्तो करबलले नि खानु पर्थ्यो। अब अहिले ढेँडो खानलाई धनी धनी मान्छे जस्तै हुनु परेछ। ढेँडो देख्नै पाउँदैन। बल्ल बल्ल संसार खोजेर पिठो ल्याउनु पर्छ। अनि आज म मकैको र गहुँको मिसाएको पिठो खोज्न गएको, कहीँ पनि फेला परेन। कस्तो समय आयो है। त्यसैले यो कोदाको ढेँडो लिएर आएँ। ठिक छ यो पनि। अब खाउँ है कस्तो छ। च्वाचेको मासु कस्तो हुन्छ। छोराबारीले पकाएको राम्रो छ। गुड। ठाडो जिरे ज्यानमारा पाइएन। मासु चाहिँ अलि धेरै हालिदिएछन्, खाइसक्दैन होला। खिरसँग पनि खानुपर्छ। आज साउन 15 खिर खाँदा रहेछन्। हामीलाई त थाहा नि छैन।
छेत्री बाहुनले खाएर मगो भयो भन्छन्। के को हुन्थ्यो? यो झुटो कुरा हो। जसले खाए नि हुन्छ। के को छेत्री न बाहुन, के को मन लाग्यो भने जसले जे खाए नि हुन्छ। अब यो कहिले गाई खायो भन्छन्, कहिले गोरु खायो भन्छन्, कहिले के, किन आपत्ति? मन लाग्यो भने जसले खाए नि हुन्छ नि। रणाको किन गरे भने कोही गाई खानु हुँदैन भने कोही गोरु खानु हुँदैन। आफ्नो आत्माले आफ्नो इच्छाले माया खानु भइहाल्छ नि, किन हुँदैन? सुँगुर खानु हुँदैन अरे बाहुनले, के हुन्? जनावर हो, सबैले जे खाए पनि हुन्छ। खानकै लागि त त्यो जनावर भएको हो। तरमा चाहिँ अहिले लडाइँ भइरहेछ, हामी चाहिँ मजाले खान्छौँ। यस्तो लडाइँ सडाइँ थाहा छैन। किन गर्ने लडाइँ? के कारणले गर्ने? धर्म आफआफ्नो ठाउँमा छ। धर्म भनेको आत्मामा हुन्छ, हृदयमा हुन्छ। मन्दिर, मस्जिद, चर्चमा हुँदैन। त्यसैले मेरो चाहिँ के रिक्वेस्ट छ भने, कोही पनि धर्मको नाउँमा हिंसा र लडाइँ नगरौँ क्या है। यी मजाले पकाउने खाने बाँचुन्जेल भोलि मरेपछि खान पाइन्छ कि पाइँदैन? को छ अझ मरे? एक दिन त सबैले मर्नै पर्छ नि। जाबो छोटो जीवनमा पनि लडाइँ झगडा है, हिंसा, के फाइदा छ? एकले अर्कालाई मार्ने, चिथर्ने, कोपर्ने के फाइदा छ? त्यसो गरेर कमाउनुस्, मजाले यसरी खाने हो। धन थुपारेर पनि केही हुनेवाला छैन क्या। मजाले नि हो, खाएर जिन्दगी बनाउने हो के भाइ हो। खिर खाने हो, माछा मासु जे पाउँछ त्यो खानुपर्छ क्या। ज्यान बनाउनुपर्छ के साथी हो। क्या मजा।